यसको पाप पनि होला नि फेरि, किनभने यसको लागि मैले यो भन्छु कि कसैको घरबार नबिगार, कसैको या त उसको बिहा भएन, उसले पनि चाहन्छ, तिमीले पनि चाहन्छौ, तर उसले पनि भन्न सकेको छैन, त तिमीले पनि भन्न सकेका छैनौ। तर भन्ने सकेका छैन भने यसलाई कुरा गर, यसलाई कुरा गरेपछि सबै समाधान हुन्छ। विश्वास राख आफूले। र अर्को कसैको घरबार बिगार्नु छैन, कसैको घरबार बनिसक्यो, कसैको जिन्दगी नै बर्बाद हुन्छ भने त्यस्तो किन गर्छौ? या त कसैको स्वासिन छ भने त्यसलाई हेर्दै नहेर, त्यस्तो छ भने पहिला अब मैले जोखाना हेरेर के हो कस्तो हो नबुझेर मैले लगाइदिन्न, नबुझेर मैले यिनी काम गर्दैन, किनभने मलाई पापमा पर्नु छैन। किन यो भनेको महापाप हुन्छ। त्यो कसैको बिग्रेको घरबार बनाइदियो त्यो धर्म हुन्छ, कसैको घरबार बिगारिदियो भने त्यो महापाप हुन्छ। घरबार बिग्रिनेहरू कस्ता व्यक्तिहरूको विरुद्ध रहेछ? पछिल्लो समय त वैदेशिक रोजगारमा गएका हजुर पुरुषहरूको घरबार बिग्रिन्छ भन्ने कुरा गर्छन्, के साँच्चै हो यो? विदेश गएका पुरुषहरू विदेश गएका हुन्छन्, महिलाहरू यहाँ घरमा हुन्छन्। महिलाहरू कतिपयको त अब कोही विदेश हुने, यहाँ घर अब बालबच्चाकै बिचल्ली हुन्छ। पहिले कमाएको पैसा पनि हुँदैन, घर सम्हाल्नलाई पहिले पैसा पठाइदिन्छ, त दिन रात मेहनत गरेर यहाँ घरमा श्रीमतीले अर्कै गरिरहेको हुन्छ। अर्कै भन्नाले अर्कैसँगको सम्बन्ध राखिरहेको हुन्छ अर्कैसँग। अब लास्टमा पहिले कमाएको पैसा पनि हुँदैन, बालबच्चाको बिचली आउँदाखेरि घरबार आउँदैन। अब यस्तो पनि हुन्छ। अब यस्ता मान्छे कतिजना आए? यस्ता मान्छे आए, थुप्रै आयो होला, 30-40 जना यस्तै आयो होला नि। यस्ता मान्छेहरू कहिले अब विदेश गएर ठिक भएको छ त्यस्ता व्यक्तिहरू भएको छन्। अब कतिले फोन गर्छन्, गुरु तपाईँले गर्दा भयो भनेर भन्छन्। कहिले अब गुरु अब यो प्रक्रिया भयो मबाट, अब यसलाई अब के गर्नुपर्छ भनेर भन्छन्। यसलाई अब केही गर्नु पर्दैन, तपाईँले आफ्नो तरिकाले यो गर्नुहोस्, यसलाई यो गर्नुहोस् भनेर त्यो मोहन लाउन चाहिँ त्यो अथवा त्यो विधि अपनाउन चाहिँ हजुर ती मान्छे तपाईँ कहीँमा आउनुपर्छ कि तपाईँ फोनबाटै पनि कार्ड दिन सक्नुहुन्छ? मोहनी भनेको 16 तुना 32 मोहनी हुन्छन्, 64 योगिनी हुन्छन्। यसलाई मोहन भनेको अब एक प्रकारको मात्रै हुँदैन, धेरै प्रकारको धेरै किसिमको हुन्छन्। मोहनी भनेको कोही अब पाइला फुक्ने मोहनी हुन्छन्, कोही सिन्दुरबाट लगाउने हुन्छन्, कोही अब अलि टाढा छ भने नामबाटै लगाउने पनि हुन्छन्, कोही नामबाट अब फोटोहरू लिएर त्यसलाई अब नामबाट त्यही किसिमले उसको उनीहरू दुईटाको मिलन पारिदिने हो, उनीहरूलाई वेसम गरिदिने हो, उनीहरू दुईटालाई वेसम पारेर त्यसरी पनि लगाउने गरिन्छ। किनभने सबभन्दा मोहनीको राजा जस्तै मसानको राजा कडबिरी मसान हो, त्यस्तै मोहनीको राजा भनेको वीर मोहनी हो। मोहनीको राजा वीर मोहनी हो। अब वीर मोहनी पनि लगाउनु पर्ने हुन्छ, धेरै जटिल पर्यो भने। हजुर, त्यसो भए ती व्यक्तिहरू चाहिँ हजुर यही तपाईकोमै आउनुपर्छ त्यो मोहन लाउन चाहिँ, हैन त? मोहन लाउनलाई यहीँ आए पनि हुन्छ, या त वहीँ टाढैबाट अब गुरु मेरो यस्तो छ, नाम यो हो, उसको जन्ममिति हो, जन्मडेट हो भने अब यहीँबाट पनि लगाइन्छ। र केही कुछ कुराहरू उसले पनि निर्धक्क भएर ऊ पनि विश्वासिलो भएर उसले पनि पालना गर्नु पर्यो। उसले पनि जति आधा मैले यहाँ मैले काम गरिदिन्छु भने आधा काम उसले पनि उहाँ घरमा पालना गर्नुपर्छ। उसले पनि घरमा पूजा पाठ गर्नुपर्छ र बल्ल सक्सेस हुन्छ। र यदि विश्वासै छैन, गुरु हुने जान्छु, मोहन लाउँछु, मलाई विश्वास त छैन भनेर भन्छ भने त्योसँग विश्वास छैन भने त्यसको काम वर्ष पनि हुन्न। किनभने पहिलो कुरा भनेको आत्मविश्वास हो। विश्वास भयो भने सबै पुरा हुन्छ, विश्वास भएन भने पुरा हुँदैन। अनि यो कोक बाँधिएकाहरू हुन्छन्, निसन्तान हुन्छन्, हजुर सन्तान जन्माउन उनीहरूले करोडौं खर्च गर्न पनि तयार हुन्छन्, त्यस्ता मान्छेहरूको लागि तपाईबाट उपचार सम्भव हुन्छ कि हुँदैन त? कोख बानिएको कुनै लय लगायतबाटको बानिएको हुन्छ कोख, त्यो कोख मैले धेरैको खोलेको छु, त्यस्तो कोख धेरैको खोल्दै पनि छु। र कुनै अब उसको अब शारीरिक बनावटी नै त्यही प्रकारको छ भने अब त्यसलाई अब हामीले गरे हुने कुरो हुन्न। तपाईले मतलब कसैले के भन्ने गर्छन् भन्दाखेरि हजुर छोरी मात्रै छन्, छोरा छैनन्, हजुर हामी उसलाई छोरा पनि बनाउन सक्ने यस्तो विधि पनि छ, त्यस्तो तरिका पनि छ भन्ने पनि गर्छन्। हजुर, यो तरिका एउटा जडीबुटी हुन्छ, जडीबुटीको माध्यमबाट गराउने हो। किनभने जडीबुटी अब त्यो लेडिजलाई पनि खान दिने हो, जेन्ट्सलाई पनि खान दिने हो, दुवैजनालाई खान दिने हो। कस्तो त्यो जडीबुटीले चाहिँ के कस्तो काम गर्छ? जडीबुटीको मान्छेको एउटा सकतारा जुन वीर्य संक्रमण हुन्छ नि, हो त्यो सम्बन्धी उसले पुरुषको वीर्यकै मात्रामा ज्यादा गर्छ। के ज्यादा गर्छ भने जो
बच्चा हुने हो, जो वीर्यले बच्चा हुने हो, त्यो वीर्यमा जो लेडिजको वीर्य र पुरुषको वीर्य हुन्छ दुई मात्रा हुन्छ, दुई मात्रा एक्स र वाइ भन्छन् हो। त्यस्तै जस्तै अब जो बच्चा हुने हो, बच्चा हुने छोरा हुने वीर्य ज्यादा पार्न सक्छ त्यसले। अनि यो छोरा बनाउने अथवा छोरी बनाउने जुन विधि छ, हजुर, तपाईले यो तान्त्रिक विधिबाट बनाउने कि साइन्स विधिबाट गर्ने भन्ने कुरा हो क्या? मैले एउटा तान्त्रिक विधि जस्तै हो, मैले एउटा फुफा गरेर केही जडीबुटीहरू दिन्छु, मैले जडीबुटीहरू दिन्छु। जडीबुटी दिएँ भने त्यो महिलाले पुरुषले दुवैले खानु पर्यो, सेवन गरे। तपाईले दिने जडीबुटी भनेको के अरे? जडीबुटी हो, कुनै औषधि होइन? औषधि होइन, जडीबुटी हो। यता जडीबुटी ल्याएर देखाइदिन्छु बिराट। ल सर, जडीबुटी छ नि तपाईसँग? त्यो बोराको निकाल्नु। ल, हाम्रो सर जाँदै हुनुहुन्छ औषधि लिन। यही स्टोर हो, जडीबुटी नि छ जडीबुटी। कतिलाई बनाउनु भयो त त्यस्तो? छोरा नपाउने, छोरा बनाउन नपाएका, छोरा बनाउन चाहनेहरूको लागि यस्तो औषधि दिएर कतिजना सफल भए भन्ने कुरा? मसँग यस्तो केसहरू ज्यादातर आएको छैनन्। 2 जना आउन्, म प्युठान हुँदै आउन्। 2 जनाको गरे, एकजनाको सक्सेस भयो। एकजनाले एक फेरा सेवन गर्नुभयो, त्यसपछि इन्डियातिर जानुभयो, त्यसपछि उहाँसँग कन्ट्याक्ट भएन, एकजनाको सफल भयो। हजुर, अर्को जनाको सफल भयो या भएन, अर्को जना त्यसपछि कन्ट्याक्टमा आउनु भएन। अहिले 2 जना मात्रै गर्नुभयो त? हजुर, त्यो भन्दा धेरै आए। यदि त्यस्तोहरू आए र यहाँ औषधि पनि देखाउनु भयो है, के हो यो? ओहो हो 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 हो, बाब्रे बाब्रे बाब्रे, के को जडीबुटी हो सर? यो कहाँबाट ल्यायो? यो जडीबुटी त गाउँदेखि ल्याएको। यो खाए पनि ठिक हुन्छ? हजुर, यो बच्चा नहुनेको मात्र होइन, यसमा हरेक कुराको छ। त्यसमा सर्पले डसेको छ, अनि त्यसपछि जो बेगार परेको हुन्छ, खाना खान नहुने, उल्टी खाना खाने बित्तिकै उल्टी आउने, यताउता हुन्छ नि, हो त्यसको पनि छ। त्यो त प्रेग्नेन्ट भयो भने, गर्भवती भयो भने बमिट आउने होला, त्यो भन्न खोज्नु भयो कि? नै, होइन, खानामा बेगार पर्यो भने त्यस्तै पर्न जान्छ। अनि अरू जस्तो खानामा बेगार पनि, खाना मिठो नहुने, खाना मनै नलाग्ने, अब त्यस्तै हुन्छ तिनीहरूलाई। यो कतिपय अहिले यो 21औं शताब्दीमा जिउँदै गरेका हामीहरूलाई पनि अझै तान्त्रिक झाँक्री पद्धतिहरू विश्वासयोग्य छैनन् भन्ने कुराहरू पनि गर्छन्। यसलाई के भन्नुहुन्छ तपाईले? विश्वास त पहिलो कुरा मान्छेले आफैले आफैलाई विश्वास गर्ने हो। विश्वास गर्नुस्, हरेक कुराहरू सबै पुरा हुन्छन्। विश्वास त अब उनीहरूले अब विश्वास नगर्लान्, विश्वास गर्ने नगर्ने उनीहरूको हो। यदि मेरो यो आश्रममा आउनु छ भने हर कोहीले नि विश्वास गर्नुस् या नगर्नुस्, तर विश्वास छ भने आउनुस्, विश्वास छैन भने नआउनुस्, म यही भन्छु। विश्वास भएमा आउनुस्, विश्वास छ आउनुस्, मनमा विश्वास छैन तपाईको भने तपाईले कर्का पार्नुहुन्न। मेरो कर्का छैन। अब यो पछिल्लो समय धेरै झाँक्रीहरू विवादित पनि बने। हजुर, कतिपय यो स्याउली झाँक्री पनि विवादमा आउने हो कि भन्ने खालको डर लाग्छ लाग्दैन? नै, मलाई त्यस्तो छैन, किनभने जुन काम मैले गर्न सक्छु प्रत्यक्ष गर्छु। मैले जो काम गर्न सक्दैन त्यसलाई मैले यो काम गर्छु भनेर मैले त्यो दिन्न कहिले पनि। मैले तपाईले परिचय त सोधे, तपाईले आफ्नो नाम पनि भन्नुभयो। हजुर, घर कहाँ पो भन्नु गरे? मेरो घर सर्गद्वारी नगरपालिका कालीपोखरी भन्नु, प्युठान जिल्ला स्वर्गद्वारीबाट। हजुर, सर्गद्वारी कालीपोखरी। तपाईले यो तान्त्रिक शक्ति कहाँबाट पाउनुभयो? स्वर्गद्वारी मन्दिरबाटै हो कि? मन्दिरबाट होइन, म त एउटा वनमा जस्तै म बौल आएपछि कहाँ गेल मूल लगेर ओलापेर त्यहाँदेखि सिकाएको शक्ति हो। केले सिकायो त तपाईले? अब यो देउताले सिकाएको हो मलाई। वनमा सिकाइयो? हजुर, वनमा। कति दिन हराउनु भयो वनमा? म 9 दिन हराएको। 9 दिनसम्म खानपिन त अब कमिरो भन्छन्, जो सेतो माटो जो गाउँघरमा लगाउँछन्, कमिरो, गौटाको गु, गणेउला गु, त्यस्तै खाएर बसेको। गगटाको गु, गणेउलाको गु, हजुर, माटो। हजुर, अब त्यसले त माटै खान्छ नि त, हैन? हजुर। अनि तपाई यसरी आसनमा पवित्र रूपमा बस्नु भएको छ। हजुर, गगटाको गणेउलाको गु भन्दाखेरि त दिशाइ नै हो नि त, हैन? त्यस्तो खाएर शक्ति प्राप्त हुन्छ र भने? अब खाने बेलामा त्यही दिन थियो, त्यस्तैमा लगेर राख्यो, त्यस्तैमा सिकायो। त्यहाँ भित्र त अब एउटा जस्तो कि त्यहाँ ढुङ्गा आस्न गयो भने त ठुलो यस्तै महल जस्तै हुन्छ त्यहाँ भित्र त। यस्तै अब तामाका तरवालहरू, यस्तै तामाका उसमा बत्ती बालेका हुन्छन् त्यहाँनिर। धेरै कुराहरू मिल्छ त्यहाँ भित्र। धेरै कोहीले भन्छ अब यसलाई बाइटो सिकाएर पठाउने, कोहीले भन्छ यसलाई त हिँ मार्ने हो,
हि मार्ने हो यसलाई भनेर भन्छ कोहीले। एकदम डर पनि लाग्छ, एउटा सपनाको तरबाट जाने हो त्यहाँभित्र। त्यहाँभित्र गएर यति हुनु, उहाँभित्र कोही सिकाउँछ, सिकाएर सबै सिकाएर यो गरे भनेर सिकाएर सबै सिकाएर यो मन्त्र यसरी जाप गर्ने हो, यति गर्ने हो, उति गर्ने हो, सबै सिकाएर पठाउँछ। मन्त्र सिकाइन्छ। कति दिनमा तपाईले सिक्नुभयो त त्यो मन्त्रहरू? 9 दिन राखेको हो। अब 9 दिनमा अब सबै सिकेर यो भनौँ सम्भव हुन्छ 9 दिनमा? 9 दिनमा सबै सम्भव हुन्न। अब जुन मेन जटिल जटिल उहाँ सिकाउँछ, बाँकी त अब यहीँ पनि अब यही झाँकमै कोही कति बेला यही झाँकमै आएर सिकाउँछ, कति बेला सपनामा आएर सिकाउँछ। अब यस्तै गरेर सिक्दै जाने त हो। अहिले पनि सिक्ने क्रममै हुनुहुन्छ तपाईँ? सिक्ने क्रममै छु अहिले पनि। ओहो, अचम्म कुरा गर्नुभयो त। हजुर, अचम्म भन्दा पनि अब सब प्राकृतिक कालदेखि चलिआएको सबै, अब किनभने बाउ बाजेहरूले अब गर्दै आएको पुरानो पुर्ख्यौली एउटा ऊ नै हो। अरू अन्य अब भविष्यवाणी पनि पक्कै गर्नुहुन्छ होला तपाईले? हजुर, भविष्यवाणी गर्छु मैले। अहिले देशमा राजनीतिको सर्दी गर्मी, हजुर, पुरै कहिले तापक्रम हट्टै माथि जान्छ, कहिले सट्टै तल माइनसमै झर्छ। हजुर, यतिखेर चुनावको माहौल पनि छ। हजुर, अहिले देशको राजनीति झापामा केन्द्रित छ। हजुर, अहिले त्यहाँबाट झापा 5बाट निर्वाचित हुने जनप्रतिनिधि हजुर भावी प्रधानमन्त्रीको रूपमा आउने छन्, अथवा सिधै भन्नु पर्दाखेरि केपी शर्मा ओली र बालेन्द्र शाह त्यहाँबाट उठेका छन्। केपी ओलीको प्रतिद्वन्दी भएर बालेन्द्र शाहको चर्चा छ। हजुर, यी दुईको राजनीति अब करियर भनौँ न, भोलि बिहान जनताले कसलाई पत्याउँछन् भनिदिनुहोस् त। तपाईँले भविष्यवाणी गर्छ, भविष्यवाणी पुग्यो भने भोलि बिहान हामी सत्याउँछौँ तपाईँको मलाई है भन्नु पर्यो। अब झापा 5मा किनभने अब दुईटा गोरुहरू, दुईटा जस्तै कि गोरुहरू यो काट्दिनु है, जस्तै कि दुईटा झापा 5मा अहिले दुईटा ठुला ठुला नेताहरू दुईटा भिड्दैछन्। साँडै भनौँ न, तपाईँले भन्न खोज्नु भएको साँडे नै भन्न खोज्नु भएको, किनभने हामीले अब एक शेर भनौँ न, एक जङ्गलमा एउटा जङ्गलमा दुईटा शेर बस्न सक्दैनन् भन्न खोज्नु भएको कुरा होला। तपाईँले गोरु भन्नुभयो, तर ठिक छ, केही फरक पर्दैन। अनि त्यसका गोरु हुन् नि, प्रधानमन्त्री भनेको देशलाई काँधमा बोकेर हिँड्ने गोरु नै भन्दा नि के फरक पर्दैन क्या? होइन भन्छ यदि एउटै पिञ्जडामा दुईटा शेरै शेर रहन सक्दैन। एउटै पिञ्जडामा दुईटा शेरै शेर रहन सक्दैन। अब एउटा शेर सकिनै पर्छ, नसकिएर अर्को शेर दुईटै जीवित रहन्न। र यसमा अब धेरै क्रेज भनेको बालेनकै छ, किनभने अब आजभोलि जनताहरूले पनि रुचाएका बालेन नै हुन्। र बालेन रुचाइयो भन्छन्। बालेन तपाईँ हामी सर्वसाधारणसँग भेट हुन मान्दैनन्, कुरा गर्न मान्दैनन्, टेबल टक गर्न मान्दैनन्। एउटा शालिग जस्तो, स्ट्याच्यु जस्तो उनलाई सजाएर राख्नु त होइन होला नि त। अब रासोपाका वरिष्ठ नेता भनेर हिँडिन्छन् उनी। रासोपाले प्रदेश खारेजको माग राखेको छ, एजेन्डा राखेको छ। उनी भन्छन् प्रदेशलाई अझ मजबुत बनाउनु पर्छ भन्छ। अनि हामीले बालेन्द्र शाहलाई भावी प्रधानमन्त्रीको रूपमा कसरी यस्तो हेर्नुहोस्। हजुर, किनभने मलाई यो राजनीतिको बारेमा र पनि थाहा छैन। मैले जो देख्ने हो त्यही कुरा भन्ने हो। तपाईले के देख्नु भएको छ? मैले देखेको कुरा मैले यो भन्छु कि अब बालेन नै आउने हो। बालेन युवा नेता भनेर सबैले रुचाएका छन् बालेनलाई, सबैले रुचाएका छन्। ओलीले गर्ने भनेको एउटा उखान टुक्का र एउटा यो काम गर्छु भनेर जनतालाई देखाउने काम गर्छन्, र बालेनले जनतालाई देखाउने उनले काम गरेर देखाउँछन्। ल फट्टै भनिदिनुहोस् त दुई चारवटा बालेनले गरेका कामहरू। बालेनले अहिले जो महानगरपालिकामा, यही काठमाडौँको महानगरपालिकामा उनले धेरै कामहरू गरिरहे। उनले गरेको बाटोदेखि लिएर हरेक कुराहरू, खोला नालादेखि लिएर हरेक कुराहरू गरे तिनले। र जसले कर तिरेको थिएन त्यसलाई पनि कर तिर्न बाध्य बनाए उनले। हरेक कुराहरू अब जो बुढा बिचलिया भन्छ तिनीहरूलाई एउटा बस्ने हिँड्दाखेरि जस्तै अब कुर्सीहरू यताउता लगाइदिएका थिए। अहिले बालेन उता जाने बित्तिकै ऐलानीमा पनि घर बन्न थाल्यो, राजीनामा दिने बित्तिकै ऐलानीमा पनि घर बन्न थाल्यो, खोला नालामा घर बन्न थाले। तिनी कुर्सीहरू अहिले एकातिर गए। अहिले अब अर्को बालेन अब उतातिर गए, अब यतातिर अर्को चलिरहेको छ। के चलिरहेको छ हजुर? यतातिर अहिले अब बालेन जुन काम गरिरहेको थियो त्यो कामको त विरोध चलिरहेको छ नि त अहिले, होइन र? अब यस कारणले मैले देख्ने भनेको अब हुनेवाला प्रधानमन्त्रीको फ्याक्टै भनेर भविष्यवाणी गरिदिनुहोस्। अब अरू कुरा नगरौँ। तपाईँलाई कतिपय ज्ञान होला, कतिपय ज्ञान छैन होला, किन भन्दाखेरि तपाईँ एउटा झाँक्री निदान्त झाँक्री भोकानेका तन्त्र मन्त्र गर्ने
जोखना हेर्ने कुरा तपाईँले राम्रोसँग थाहा छ भन्नुहुन्छ होइन। अब राजनीति विषयतिर म लिएर जान अब चाहेन। राजनीति अब हुनेवाला भावी प्रधानमन्त्री तपाईँले को देख्नुहुन्छ फट्टै भनिदिनुहोस् है, यो कुरा रेकर्ड हुन्छ नि, पैसासँग राख्छौँ हामीले। अहिले हुने प्रधानमन्त्री भनेको बालेन शाह नै हुन्। साँच्चै हो? बालेन शाह नै हुन्। भएन भोलि भने हामी क्यामेरा तपाईँको आसनमा आउँछ नि हजुर। त्योभन्दा अगाडि केही ठुलै नेताको अलिकति केही बिचली जस्तो मान्छु मैले, बिचली जस्तो देख्छु। त्योभन्दा अगाडि खुन खराब अलिकति केही चल्छ जस्तो छ। यस्तो देख्नुहुन्छ? हजुर। ओहो, यो 21 गते फागुन 21 गते चुनाव हुने कुरा छ नि, होला कि नहोला? फागुन 21 भन्नुहुन्छ, रेकर्ड छ है यो कुरा। फागुनको 21 मा चुनाव हुन्छ तर कन्फर्म हुन्छ? कन्फर्म हुन्छ, तर आधा बिचलियाहरूले भन्दैछन् कि चुनाव हुन्न भनेर उनीहरूले चुनावलाई नि भाँड्ने कोसिस गर्दैछन्। जुन भाँडिन्छ कि भाँडिन्न त? भाँडिन्न। चुनाव हुन्छ, चुनाव भएर 1 हुन्छ 2 हुन्छ 3 हुन्छ चुनाव। भएन भने मैले यो कामै गर्दैन। साँच्चै हो? फागुन 21 मा चुनाव भएन भने 22 देखि तपाईले यो कामबाट हात धुनु पर्ने छ। हजुर। हामी यही आउँछौँ नि फेरि, मनोमैजीको पुलको अगाडिपट्टि आउनुहोस्। अहिले जति 4-5 वटा क्यामेरा आउनु भएको छ नि, हजुर, सबै आउनुहोस्। 1 2 3 हुन्छ। तपाईको ज्योतिषीले त्यो ठ्याक्कै भन्छ। हजुर, मैले त्यही भन्छु। दर्शनले भन्यो कि तपाईँ ज्योतिषी पढायो कि होइन? मैले ज्योतिषी पढेन। मैले यही म आफ्नो बर्याङ सँगसारले मध्याम मैले ज्योतिषी पढेको होइन, तर मैले त्यही भन्छु। देशमा फेरि एक थरीका मान्छेहरूले राजतन्त्रको उखालत गर्दैछन्, राजतन्त्र लिएर आउनुपर्छ भन्छन्। राजा फर्किन्छन् कि फर्किन्न? राजा फर्किने अलि केही समयपछि हो, केही समयपछि फर्किन्छन्। केही समय भने भरे बेलुका? केही समय भन्नाले अब केही वर्ष भनौँ न, केही वर्ष पछाडि फर्किने भनेको राजा फर्किन्छन् फर्किनलाई, तर केही समय पछाडि हो। राजा ल्याउनलाई भने कोहीले उकालत गर्छन्, कोहीले विरोध गर्छन्, त्यही त हो। बालेन शाहको प्रचारमा निभेका एकजना सिटोला थरका पत्रकार साथी पनि हुनुहुन्थ्यो यतिखेर, उनी उपचारमा छन्। हजुर। उनको विषयमा के होला भोलि बिहान? उनी सकुशल फर्केलान् अथवा दुःखद खबरको सुन्नु पर्ने कि एकदमै नाजुक छ अवस्था, के भन्न चाहनुहुन्छ? उहाँको जन्ममिति छ कि नै तपाईसँग? जन्ममिति त हामीलाई थाहा हुँदैन। नाम के भन्नुभयो उहाँको? दिनेश सिटोला। ल ठिक छ, तपाईँले थाहा छैन, यस्तो कुरा नगरौँ। बालेन शाहको कतिपय कार्यक्रमहरूमा तपाईँले हुल उज्जत पनि देख्नु भएको छ, जुन खालका मान्छेहरूको भिडभाड, त्यहाँ ठुलै मेला लागेको जस्तो छ। हजुर। त्यसलाई कसरी लिनुहुन्छ तपाईँले? जति ओहिरो लागेका छन् बालेन शाहको उसमा, बालेन शाहले त्यही तरिकाले बालेन शाहले नि काम गर्नु पर्यो। त्यो क्रेज बालेन शाहको लागि हमेसाको लागि रहन्छ। राजा फर्किने सम्भावना छैन अहिले? राजा अहिले फर्किने सम्भावना। देशलाई राजा चाहिन्छ कि चाहिन्न? देशलाई राजा खै यस विषयमा केही भन्न सक्नुहुन्न। कतिपय झाँक्री तान्त्रिक झाँक्रीहरू त एउटा संगठन छ, उनीहरूले त राजसंस्थाको वकालत गर्छन् नि, तपाईँ किन गर्नुहुन्न? नै, मैले यो राजनीतिको बारेमा मलाई र पनि थाहा छैन। यो राजनीतिको बारेमा मैले ठिक छ। अब अलिकति उपचार पद्धतितिर जाउँ। तपाईलाई उपचार गराउन खोज्नेहरू सबै त नेपाल त हुन सक्दैनन्, बाहिरै विदेशबाट फोन पनि गर्न सक्लान्। फोनबाट सम्भव हुन्छ कि हुँदैन तपाईले गर्ने विभिन्न खालका रोग व्याधिहरू उपचार गर्ने कुराहरू चाहिँ तपाईले फोनबाट सम्भव गराउन सक्नुहुन्छ कि सक्नुहुन्न? र मैले बाहिर विदेशमा हुनुहुन्छ, कोही टाढा हुनुहुन्छ, फोन गर्नुहुन्छ भने तपाईलाई यो चलिरहेछ, तपाईलाई यसले यो गरिरहेको छ, त्यहाँ कोही मान्छे छन् भने यसको लागि यो गर्न पठाउनुहोस् हैन। तपाईलाई या त कुनै उ छ भने यसको पूजा गर्नुहोस्, तपाईले यो बेलामा यो गर्नु भयो भने तपाईलाई यो शान्त हुन्छ। जब यस विषयबाट केही उपचार मैले बताउँछु, या त तपाईँ धेरै जटिल हुनुहुन्छ, यहाँ आउन सक्नुहुन्छ भने यहाँ आउनुहोस् भन्छ। ठाउँ पनि भनिदिनुहोस्, नम्बर पनि दिनुहोस् न त। ठाउँ हाम्रो यही मनोमैजी पुल हो, यही काठमाडौँको तोखामा बस पार्कदेखि सिधै 10 मिनेटको बाटो। र फोन नम्बर हेर्नु पर्ने हुन्छ। फोन नम्बर थाहा छ नि तपाईको? आफ्नो नम्बर? फोन नम्बर स्क्रिनमा म तपाईलाई दिन्छु, स्क्रिनमा राखिदिनु होला। भन्न रुचाउनु भएन? हजुर, याद भएन। ठिक छ। तपाईँ हेर्दै गर्दाखेरि अब नाम भन्नुहुन्छ, थर भन्नुहुन्छ, बुढाथोकी। हजुर। तपाईँ बोल्नुहुन्छ पारिपट्टिको मान्छे जस्तो, हेर्दा पनि त्यस्तै अब त्यो के भन्छन् साधुको भेषमा हैन? तपाईले हेर्दै गर्दाखेरि त देश पारिपट्टिको हो कि भन्ने पनि भन्लान्। के भन्नुहुन्छ? अब भन्नेले त के भन्छन् के भन्दैनन्, सबभन्दा आत्मविश्वास हुनु पर्यो। किनभने म यहीँको सबै पूर्व मेरो सब यहीँको छ भने म यहीँको त गएर यहीँ प्युठानवासी म टाढाको त होइन।
म त यही नेपालकै हम। नेपालकै यही प्युठानकै हुनुहुन्छ हजुर प्युठानकै तपाईँको हम। बोलाइ तपाईँको हुलिया हेर्दै गर्दाखेरि पारिपट्टिकोबाट आएको हो कि भन्ने टाइपको पनि भन्लान् क्या। त्यही कारणले गर्दाखेरि पारिपट्टिकाले धेरै ठगेको कुराहरू पनि छन्, कतिपय उदाहरण छन्, त्यही कारणले गर्दा विश्वास नगर्लान् कि भन्न खोजेको कुरा है। फेरि अनर्थ नमान्नु होला यसलाई है। नै यसलाई मैले अनर्थ मान्ने कुरा पनि भएन। अब कमेन्टमा अब कोहीले राम्रो भन्लान्, कोहीले नराम्रो भन्लान्, सबैले राम्रै भन्छन् भन्ने कुरा हुन्न। अब किनभने अब उनीहरूले गाली गर्लान्, उनीहरूले केही गर्लान्, तर मेरो कमेन्ट हेर्ने फुर्सद हुन्न, किनभने मान्छेहरू धेरै हुन्छन्, धेरैको समस्याहरू बुझ्नुपर्ने हुन्छ। मैले त्यति कमेन्टहरू हेर्न पनि पान्न। र कोहीले सक्नुहुन्छ राम्रो कमेन्ट गर्नुहोस्, नराम्रो कमेन्ट नगर्नुहोस्, जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया दिने भनेको कमेन्टबाटै हो। हस् त, समय र संवादको लागि धन्यवाद तपाईँलाई। अरू केही छन् त अन्तिममा छौँ हामी? नै केही छैन। अब विवाह गर्नुभयो कि गर्नु भएन? मेरो विवाह भइसकेको छ, बच्चा बच्ची छ, एउटा छोरी छ। तपाईँ साधु सन्त भन्दा पनि झाँक्री मात्रै, नितान्त झाँक्री हो। नितान्त झाँक्री हो म। साधु सन्तले त विवाह गर्दैनन् र नि हो। साधु सन्त गर्दैनन् भन्छन् के? के गर्छन्? म साधु होइन, म झाँक्री हो। झाँक्री हो। हजुर। साधु सन्तले गर्दैनन्। हजुर, साधु सन्तले गर्दैनन्। अघोरी बाबाले त गरेको थियो के अरे? अघोरी बाबा जस्तै कि अब कुनै मन्दिरमा बस्नु छ, कुनै मन्दिरमा अब पुजारी बनेर बस्नु छ भने त्यो मान्छे जो पुजारी बन्दैछ त्यसले त लेडीसँग टच पनि हुनु भएन। अनि अघोरी बाबा भन्ने अनि लेडीसँग त यहाँ दिने भनेर आएको थियो त। तपाईँले हेर्नु भएको थियो होला उहाँको कुराकानी त? हजुर, कुराकानी हेरेको थिएँ। किनभने कोही बाबाहरू हुन्छन्, मैले त्यो त्यहाँ बाबालाई मैले भनिनँ कि अब कोही अब बाबाको नाम अघोरी बाबालाई चिन्नुहुन्छ नि तपाईँले? हजुर। अनि पुरा ऱ्याप पनि गाउने होइन त? हजुर। एउटी स्त्रीसँग त उहाँले विवाह पनि गर्नुभएको थियो पछिल्लो समय होइन? हजुर। उहाँले गर्नु उचित थियो कि अनुचित थियो त? उहाँले विवाह गर्नु हुँदैन थियो, उहाँले गर्नुभयो। तर विवाह गर्ने यदि भगवानले जब रुचाउनु भएको छ, भगवानले जब तैँले यो गर, तँलाई यो शक्ति हो भनेर भगवानलाई नै रुचाउनु भएको छ भने भगवानको मानलाई अपमान किन गर्ने, मेरो भनाइ हो। तर मैले उहाँलाई नराम्रो भनेको होइन। उहाँले नराम्रो मान्नुहुन्छ होला, नराम्रो नमान्नु होला। हस् त, के छ अरू? अरू केही छैन। सक्यो। सक्यो। हस् त।